बजे लगभग हामी हिँडेको है गाइस। यो अब चाहिँ एकदम भोक लाग्ला जस्तो भयो। भुँडीमा मुसा कुर कराउन थाल्यो कि गाइस। अब चाहिँ पक्का लागेको है। लु यसरी हुँदैन नि, यसरी फोटो मात्रै खिचेर टिकटक मात्रै बनाएर कहिले जिन्दगी बिताउनु है गाइस। घरिघरि त यस्तो खानु नि पर्छ कि बुढी साँच्ची भनेको कुर गर्नु थाल्यो, मुसा कुद्नु थाल्यो कि मेरोमा त। ओ माइ गड, अघिदेखिको यत्तिकै हिँडेको छ। आफ्नो ठाउँमा आउँदा त नि कति खुसी लाग्दो रहेछ। आफ्नो ठाउँ आफ्नो जग्गामा आउँदा त न खानुको टुङ्गो छ न सुत्नुको टुङ्गो छ। म त खुसीले गदगद भएको छु नि 10 वर्षमा आएको कि गाइस। त्यसै कारणले गर्दा चाहिँ वाह कति खुसी भइरहेको छु म त है, एक्साइटेड। यो अब चाहिँ अगम खानुपर्छ कि भोक लाग्ला जस्तो भयो त्यसो बाजेको। यस्तो छ है हेर्नु त है हाम्रो दार्जिलिङ कस्तो राम्रो छ त। हाम्रो दार्जिलिङ हेर्नु ढुङ्गाहरू हेर्नु कस्तो दामी छ है। आहा